चाहिँ बिर्सिरहेको जस्तो महसुस हामीलाई भएको छ। किनभने यही परिवर्तन सुशासन होस् भनेर चाहिँ हाम्रा छोराछोरीहरूले तपाईँले मलाई काम गर्न दिनु अलि टाइम, उहाँ बिचमा 45 दिन जति उहाँलाई चाहिँ निलम्बन भनौँ न बर्खास्त गरियो। उहाँले त्यो बिचमा काम गर्नु पाउनु भएको छैन। अहिले हामीले सुदन गृहमन्त्रीज्यूसँग भेट गर्दाखेरि उहाँले अलि टाइम कुर्नु म गर्छु भनेर भन्नुभएको छ। तर अरू मन्त्रालयमा चाहिँ कुनै मन्त्रालयले पनि स्वास्थ्य शिक्षाको विषयमा यो 100 दिनमा ल्याउनु पर्ने काम होइन। यो स्वास्थ्य शिक्षा र घाइतेलाई रोजगार त यो 100 दिनको कार्यक्रममा नराखिकन अन्तरिम सरकारले राखेको 100 दिन के अरे कामहरू चाहिँ 100 दिनमा राख्नु चाहिँ यो गलत भयो जस्तो, यो गलत समाचार सम्प्रेषण भएको हामीलाई लागेको छ। अब बालन सरकारबाट अपेक्षा के छ तपाईँ? अब बालन सरकारसँग अपेक्षा त अब हामीले चाहिँ अब तपाईँको उहाँले अहिलेसम्म चाहिँ हामीलाई उहाँको खोइ यही सरकारले यही अवतारमा जानुभयो भने त हामीलाई कुनै अपेक्षा जस्तो लाग्दैन।